आज चाहिँ म अहिलेको वान अफ द मोस्ट एडभान्स स्किन ट्रिटमेन्ट जसलाई पिडिआरएन स्किन ट्रिटमेन्ट भनिन्छ त्यसको बारेमा केही भन्दैछु। पिडिआरएन भन्नाले पोलिडाइअक्सी राइबोन्युक्लियोटाइड भनेर बुझिन्छ। यो चाहिँ सालमनको डिएनएबाट निकालिएको एउटा इन्ग्रिडियन्ट हो। यो चाहिँ हामीले हाम्रो स्किनको रिपेयर, रिजेनेरेसन र हिलिङ प्रोसेसलाई अझ फास्ट बनाउनको लागि हामीले युज गर्छौँ। यसबाट हामीले गर्न सकिने भनेको हाम्रो एन्टी एजिङलाई स्लो गर्ने, जुन फाइन लाइन्स रिङ्कल्सहरू आउन थालेको छ अथवा आइसकेको छ त्यसलाई चाहिँ अब तपाईँलाई बोटक्स फिलर्सहरू गर्न नमन लाग्ने मान्छेले एउटा नेचुरली ग्लो आओस्, नेचुरली नै आफ्नो सेलुलर लेभलदेखि नै आफै शरीरबाट नै रिपेयर भएर एउटा चेन्जेस देखियोस् स्किनमा भने चाहिँ पिडिआरएन गर्न सकिन्छ। यो एकदमै सेफ छ। यो चाहिँ इन्जेक्सन नै हो, इन्जेक्ट नै गर्ने हो तपाईँको स्किनमा, तर एकदम मिनिमल डिस्कम्फर्ट र डाउन टाइम पनि एकदमै थोरै भएको भएर यो एकदम सबैलाई गर्नको लागि सजिलो पनि र धेरै पोस्ट केयर पनि नचाहिने भएको भएर चाहिँ सबैलाई पिडिआरएन धेरै मन परेको पनि छ अहिले।